Guys, this is Nihal and आज पनि यहाँ न्युजिल्यान्डमा धेरै पानी पर्दैछ। यहाँ देखाउन चाहन्छु। सो एकदम धेरै नै गाह्रो भइरहेछ यहाँ स्विप गर्नलाई। एन्ड आज म थोरै बाहिर आएको थिएँ यसरी कामले गर्दा। एन्ड आजको यो भिडियो चाहिँ धेरै इन्फर्मेटिभ हुने रहेछ बिकज आई एम गोइङ टु शेयर अबाउट द इमिग्रेसन डिफिकल्टिज। एन्ड इमिग्रेसनमा मलाई चाहिँ स्पेशली के डिफिकल्टी फेस गर्नु पर्यो अनि हजुरहरूले पनि के गर्दा चाहिँ त्यो एभोइड गर्न सक्नुहुन्छ म यो भिडियोमा कुरा गर्न गइरहेको छु। सो आई विल बी टेलिङ इच एन्ड एभ्री थिङ्स अबाउट द डिफिकल्टी आई फेस सो यु क्यान एभोइड। सो लेट्स स्टार्ट द भिडियो। सो फर्स्टमा चाहिँ म आउँदा चाहिँ मेरो पासपोर्ट लिएर अनि त्यहाँ इमिग्रेसन अफिसरले मेरो इन्फर्मेसनहरू सोधेर कुन कलेज कुन युनिभर्सिटी अनि पासपोर्टमा एउटा चाहिँ स्ट्याम्प हानेर अनि साइन गरिदिनु भयो जुन कि यहाँ देख्न सक्नुहुन्छ यहाँ। अनि त्यसपछि चाहिँ मलाई के अरे आउनुभन्दा अगाडि चाहिँ त्यहाँ डिक्लेयर गर्नुपर्ने हुनेछ वेदर इट्स अ न्युजिल्यान्ड सिटिजन अर फरेन सिटिजन बिकज न्युजिल्यान्ड चाहिँ पुरै एकदम स्ट्रिक्ट रहेछ। बायोसेक्युरिटीको पुरै कन्डिसनहरू छ धेरै बिकज न्युजिल्यान्डको चाहिँ मेन इन्कम चाहिँ डेरीहरूबाट अनि अर्को चाहिँ फार्मिङबाट आउँदो रहेछ। सो कुनै किसिमको सिड्सहरू चाहिँ एकदम प्रोहिबिटेड छ। धेरै कुराहरू प्रोहिबिटेड छ एमङ देम ओल्ड सुज। इफ तपाईँको सुज छ माटोहरू चाहिँ लागेको लुगा अथवा जुत्ता अथवा माटो ल्याउन पाउनु हुँदैन अथवा सिड्सहरू पाउनु हुँदैन जुन कि तपाईँले एकदम डिक्लेयर गर्नुपर्छ त्यो डिक्लेरेसन फर्ममा। अनि इफ डिक्लेयर गर्नु भएन or if you fail to declare then you are going to pay a 400 New Zealand dollar fine and also you can be deported or get visa denied. So कुनै किसिमको यहाँ किराहरू आयो भने पुरै नष्ट पार्न सक्छ यहाँको फार्मिङहरूलाई। सो एकदम प्रोहिबिटेड छ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ मेरो पछाडि यहाँ येल्लो कलरको बायोसेक्युरिटी स्ट्याम्प लगाएर मलाई पठाएको थियो अनि मेरो झोलामा चाहिँ एउटा सिड परिसकेको थियो अनि मलाई एकदमै गाह्रो भएको थियो। पुरै लगेजहरू खोलेर पुरै चेक गर्नु पर्यो अनि त्यसपछि चाहिँ त्यो सिडहरू फालेर अनि त्यो भएको जुनमा मिसाएको थियो त्यसलाई चाहिँ अर्को झोलामा सिल गरेर अनि बल्ल मलाई इन्ट्री क्लियरेन्स भयो। सो तपाईँहरूको लागि म यो भिडियो बनाउनुको मतलब के हो कि तपाईँहरू पनि यस्तो नगर्नु होला। तपाईँ नेपालबाट आउँदा अथवा इन्डियाबाट आउँदा अथवा पाकिस्तान जुन पनि ठाउँबाट आउँदा बिउहरू अथवा सिड्सहरू कुनै पनि किसिमको नलिएर आइदिनु होला। आई वान्ट टु अवेयर यु द्याट इफ यु आर ब्रिङ्गिङ सो यु हेभ टु डिक्लियर। कुनै किसिमको औषधि छ ज्वरोको होस् अथवा टाउको दुखेको होस् सब डिक्लियर गर्नुहोस्। इफ यु आर कट यु आर गोइङ टु पे अ फाइन अफ 400 New Zealand dollars. So be aware and please like, support and subscribe my channel because its subscribers are stuck there. So please like गरिदिनु होला अनि कुनै यस्तो इन्फर्मेसन जान्न मन लाग्यो भने प्लिज कमेन्ट गर्नु होला म त्यो पुरा गर्नेछु। आई विल ट्राई टु डु माई बेस्ट एन्ड थ्याङ्क यू। दिस वाज द सेकेन्ड डे एन्ड अगेन सी यु all tomorrow. Thank you.